हेलो गाइज, नमस्ते, वेलकम छ मेरो युट्युब च्यानलमा। यत्रो उकालो हिँडेर आएँ गाइज, कस्तो सासै आइरहेन, सास फुलेर। अब चाहिँ म अस्ति काठमाडौँबाट आएको, हिजो 12 बजे सुर्खेत पुगेँ। त्यहाँ दैलेख आउने राकमा आउने गाडी खोज्दा खोज्दै सुर्खेत नै 2 बजिसक्यो। गाडी हिँड्दा हिँड्दा 3 बजिसकेको थियो। आउनलाई ढिला भयो। राकम पुग्दा पुग्दै 8 बजिसकेको थियो। हिजो राकममै बसेँ। अहिले चाहिँ यो यत्रो उकालो चढेर आएँ गाइज। फाइनल्ली अहिले चाहिँ म हाम्रो धर्मराज दाईको घरभन्दा अलि तल आइपुगिसकेको छु। देख्न सक्नुहुन्छ यहाँ माथि छ धर्म दाईको घर। यहाँनिर पुग्यो धर्म दाईको घर। धर्म दाई पनि भिडियो हेर्दै हुनुहुन्छ भने हजुरको लागि सम्झना। अब फाइनल्ली हाम्रा रोल्ला पुगिसकेँ। अब म चाहिँ हामी सानो छँदा चाहिँ दाउरा पिरल लिन आउने न्युमा यहीँनिर आएर हामी फाइट खेल्थ्यौँ। यही बाजागडा हुन्, बाजागडा देख्न सक्नुहुन्छ। यहीँनिर हाम्रो फाइट खेल्ने। यहाँनिर पुग्दाखेरि याद आयो अनि एउटा भिडियो बनाइहालेँ गाइज। फाइनल्ली घर पुग्नै लागेँ म। घर पुग्दाखेरिको पनि भिडियो देखाउँछु। यस्तै छ उकालोमा, बिहान बिहानै उकालो हिँडेर आएको, सास फुलेर यहाँ कस्तो फ्याँ फ्याँ भइरहेको। गाह्रो छ त। अलि अगाडि पुग्यो भने भिडियो बनाउँछु। अहिलेलाई चाहिँ यति नै। अहिले म चाहिँ घर आइसकिसकेँ, पुग्नै लाग्यो। उ त्यहाँ पर घर पर छ। घर कोही छन् कि छैनन् थाहा छैन। हिँड्दैछु, यस्तो छ बाटो। सहरतिर कसरी गाडी चलाउँदैन गाई, जस्तै बाटो हिँड्नुपर्छ हाम्रो गाउँमा। अघिसम्म पुरै उकालो थियो, अहिले अलिअलि पान्लो लाग्यो। हिँड्दैछु। म चाहिँ अहिले ठ्याक्कै ढोग्दैन खोला बाँसको झाल ठ्याक्कै चिउराहरू खोजी पुगेँ। अब जानु एमै को हुनुहुन्छ घर। हिजो राखम पुगेर राखम बस्यो भन्ने त थाहा थियो। अहिले बिहान आयो भन्ने थाहा छैन। फेरि अहिले बिहान केही नभनिकनै आइरहेको छु। अघि फोन त गर्नुभएको थियो, सुतेकै थिएँ 7 बजीतिर। अहिले केही नभनिकन पुग्न लाग्छु। को हुनुहुन्छ घरमा हेर्नु।